बेरोजगारीहरू त्यस्ता चाहिँ काम नपाएकाहरू पाउन अलिकति गाह्रो भइरहेको थियो। त्यसकारणले गर्दा आज ठ्याक्कै चाहिँ मैले हाम्रो एकजना बेरोजगारीलाई लिएर उपस्थित भइसकेको छु। स्वागत छ। नमस्कार। को बेरोजगारी भन्छ? हजुर, कसलाई बेरोजगारी भने? तपाईँ 6 महिना हराउनु भयो। अनि बेरोजगारी सुन्नु तपाईँ 6 महिना हराउनु भयो भन्नुभयो त, एउटा भिडियो हाल्न सक्नु भएन। हजुर, त्यही भएर कसैले तपाईँले पत्याएन। त्यो बेरोजगारी तपाईँ बेरोजगारी भएर अनि म जस्तो मान्छेले बेरोजगारी भन्ने के बेरोजगारी भने? यो मुद्दा अहिले भर्खरै हालेर अख्तियारमा गएर काम गरेर आएको छु। जो मान्छे सर्वोच्चमा दिनमा 10 पटक धाउँछ, विभिन्न अदालतमा जान्छ, पुलिस काममा जान्छ, जनता काम गर्छ, देश दौडामा निस्किन्छ, त्यस्तो मान्छे बेरोजगारी हुन्छ हैन? तपाईँ बेरोजगारी हो। तपाईँ जस्ता बेरोजगारीहरूले गर्दा देश बिग्रियो। त्यो त म त तपाईँले 6 महिना मैले त भनिसकेँ नि त। 6 महिना तपाईँले भिडियो हाल्नु भएन छ। कति आनन्द भएको थियो जनतालाई। अब फेरि पनि बेरोजगारीले एउटा भिडियो ल्यायो भनेर मलाई धरी गाली गर्ने भयो। हैन, मेरो त पेट पाल्ने भाषा सुधार गर्नुस्। मेरो त पेट भाषा सुधार गर्नुस्। त्यस्तो बेरोजगारी होइन। नै पेट पाल्ने सवालमा भनेको कानुनी पेट पाल्ने सवालमा चाहिँ नि बेरोजगारीहरू नै चाहिन्छ के के को बेरोजगारी? युवा सफल न्यायिक अभियन्ता हो। अहिले मात्रै न्यायिक अभियन्ता कि भट्काउ अभियन्ता होइन, युवराज सफल अहिले भर्खरै मात्रै नेपालका सेतो हात्ती पूर्व राष्ट्रपति डाक्टर रामवरण यादव र विद्यादेवी भण्डारीका विरुद्धमा बकाइदा अख्तियारमा चाहिँ उजुरी हालेर आएको मान्छे भर्खरैमा देख्नु भएको छैन कागज? यहाँ तपाईँले मैले देखाउनु पर्ने हो। पढ्न सक्नुहुन्छ तपाईँ? यो कसलाई बेरोजगारी भने तपाईँले? को बेरोजगारी? यस्ता कुरा गर्नुभयो यस्ता कुरा गर्नुभयो नि चस्मा निकालेर फालिदिन्छ होइन। यहाँ सुन्नु न, चस्मा फाल्ने कुरा पछि गरौँला। तपाईँले कपाल के हाले यो पनि निकालेर फालिदिन्छ नि हामी फेरि। त्यो नगर्नु न तपाईँ। सुन्नु न, विचार गर्नुहोस् नि फेरि। नै तपाईँ विषयवस्तुमा जाने कि नजाने? युवराज सफल हो जस्तो होइन नि फेरि। हजुर, तपाईँको फेरि मैले फेरि गाली गर्नु पर्यो भने नि फेरि हजुर जसलाई चाहिँ नि गाली आउँदा आउँदा चाहिँ नि अब स्वर्गवास हुने बेला भइसकेको छ। स्वर्गवास त तपाईँको होला नि। तपाईँले कहिले कमेन्ट हेर्नु भएको छैन? तपाईँको के कमेन्ट हेर्नु पनि तपाईँलाई हेर्छु नि कमेन्ट हेर। माया गरेर कमेन्ट गरिरहेको छ नि। माया गरेर सबैले रिप हानिरहेको छ होइन? राइट इन्फर्मेसन पोइन्ट। रिप भनेको कुन चाहिँ नराम्रो कुरा हो र? यो रिप हानेको पुरा चाहिँ सबैले रिप हानेको आनन्द आउँछ तपाईँलाई? आनन्द छ हेर्नु नि, ध्यान पनि फुर्तिलो छ, मान्छे हँसिलो छु, खुसी छु। त्यो त आशीर्वाद हो कपिलजी। तपाईँ अलिकति जोगिएर हिँड्नुपर्ने अवस्था छ। किन जोगिएर? तपाईँ जोगिएर हिँड्नुहोस् नि फेरि। यहाँ धेरै युट्युबहरूको चाहिँ लाइसेन्स खारेज भयो भने होइन, त्यो कुरा छोडिदिनुहोस् कि तपाईँलाई बाटोमा हिँड्नुपर्ने अवस्था छ। सजिलो छ युवराज सफल बाटोमा होइन गएर जनताले जय जयकार गर्छन्। अहिले सक्नुहुन्छ यसरी मजाले मास्क लगाइकन बाहिर हिँड्न सक्नुहुन्छ। मास्क तपाईँ लाउनु पर्ला, म त मास्क लाउँदिनँ। कोरोनामा त लाइन। अहिले किन लाउनु? तपाईँ त हरेक कुराको विरोधी हो नि त। के हरेक कुराको विरोधी? तपाईँको नै भन्नु न, तपाईँको केही काम छ? बेरोजगारी भन्ने कुरा नगर्नुहोस् है। त्यही त तपाईँलाई सकुशल म पठाउन नि फेरि। यहाँ सुन्नु न, हावा कुरा नगर्नु। के बेरोजगारी भने? बेरोजगारी भने के त? तपाईँ बिहे अरू मान्छेलाई अरू मान्छेलाई भिरबाट लखेटे जस्तो, झारे जस्तो, खेतमा पल्टा जस्तो युवराज सफल यस्तो तरिकाले चल्दैन। त्यो कुरा छोड्नु कि तपाईँले बिहे कहिले गर्ने? मन लागेपछि गर्छु नि म। हजुर, मन लागेपछि गर्छु। कहिले मन लाग्छ, अब कहिले सोच आउँछ, फुर्सद छैन। हुन त बिहे गर्नलाई पनि पैसा चाहियो। यिनी फुलिया जुङ्गा खोलेर चाहिँ बिहा हुन्न होला त। तपाईँले आएको नि त मान्छेलाई कालनाबाट गुल्टाको रुखबाट खसाले पैसा होला, डलर ल्याएर दिनुभयो अनि पछि तिर्नु होइन। तपाईँको वास्तवमा के हो कि देशलाई यो धमिल्याउने काम किन गरिराख्नु भएको छ? कसले धमिल्याएको छ? त्यसैले युट्युब बुङ्गा भनेर क्या तपाईँ जस्तो मान्छेलाई? बुङ्गा होइन, बुङ्गा त कसको केही टुङ्गा भएन। त्यस्ता बुङ्गाहरूले हामीलाई फैलाउने के कुरा हो? तपाईँ कुन पार्टीबाट सञ्चालित हुनुहुन्छ? म नेपाल आमा पार्टीबाट। नेपाल आमा, नेपाल जनता, नेपाल देशले मलाई खटाएको। नेपाली जनता। तपाईँ पहिला चाहिँ कुनै पार्टीको झोले होइन भन्नुहुन्थ्यो, वास्तवमा तपाईँ झोले रहेछ नि? होइन, म अस्ति जोर पार्टीमा बस्थेँ, त्यसपछि भैँसे पार्टीमा गएँ। नै त्यो बस्ने पार्टीको होइन, त्यसपछि आएर फेरि भत्के पार्टीमा झोले पार्टी। तपाईँ झोले पार्टीको होला, झोलासोला बोके। तपाईँको अस्ति भर्खर यहाँ सुन्नु न, तपाईँ एउटा अलिकति समय सन्दर्भमा गएर कुरा गर्नुहोस् न। के समय? तपाईँलाई चाहिँ यो दुनियाँलाई कसलाई मुद्दा हालेर आउनु भयो? तपाईँलाई भनिसकेँ त मैले। सेता हात्तीहरूलाई हालेर हो नि मैले त। सेता हात्तीहरूलाई? अनि तपाईँको यो मुद्दा हालेर के पाउनुहुन्छ भन्नुहोस् त अर्कालाई? जनताले अहिले हेर्नुहोस् त, तपाईँले खोलेर हेर्नु भएको छ, लाखौँ जनताले जय जयकार गरिरहेछन् अहिले। हो, युवराज सफलले सेतो हात्तीहरूलाई सिद्ध्यायो। अब यस्तो हुनुपर्छ भनेर हार्दिक श्रद्धाञ्जली। छैन के पनि छैन। यो कालो थुतुनो बिग्रिन नसकेका कालो थुतुनो चाहिँ स्वर्गमा के अरे नर्कमा बास हो। काले थुतुनेहरू भने होला, तिनीहरूले बिचरा थुतुनेहरूलाई मेरो केही भन्नु छैन। म त्यसरी कसैको टिका टिप्पणी मैले गर्दिनँ होइन। मलाई केही पनि फरक पर्दैन। युवराज सफलले कानुनी राज्यको लागि आफ्नो घर छ काठमाडौँमा, अनि घर छैन भने घरबाट लिन पाइन्छ?
तपाईँको घर छ? होइन, राष्ट्रपतिहरूको घर छ, तर घर भाडा लिएर खाने त्यो भ्रष्टाचार हो। भ्रष्टाचार जन्ने कसो? घर भाडा लिएर खाने पनि भ्रष्टाचार हुन्छ त? आफ्नो घरमा भाडा त उठाएर खान पायो त मान्छेले? त्यस्तो होइन, कुनै बुझ्नु भएन। हजुर, कस्तो? मेरो घर छ यदि काठमाडौँमा भने मेरो घर भाडामा लगाउने अनि अर्को घरमा बस्ने र अनि सरकारबाट भाडा ल्याएर तिर्ने, यो त भ्रष्टाचार हो नि त। त्यही विषयमा चाहिँ मैले उजुरी गरेँ। त्यो विषयमा उजुरी गर्नुभयो? नै ठिक छ, त्यो विषयवस्तु ठिक छ होइन, अनि के बेरोजगारी भने तर होइन नि त तपाईँ यस्ता पारा तपाईँ शैली सुधार्नुहोस् न, तपाईँ शैली सुधार्नुहोस्। तपाईँ के खोज्यो तपाईँले? तपाईँ एउटा कुरा, यो बेरोजगारी त भयो त ल बेरोजगारी? न तपाईँ चाहिँ ढुङ्गा फोर्न गएको छ, न इँटा फोर्न गएको छ, न बालुवा बोक्न गएको छ। तपाईँ के फोर्न? मैले त तपाईँहरू जस्ता बेरोजगारीका थुत्रो तपाईँहरूले त बेरोजगारी ल्याउने। यस्ता बन्द गर्नु भाइ, बन्द गर्नुहोस् त्यो। हजुर, को तपाईँ बेरोजगारी भन्ने? अरे बाबा अहिले यहाँ सुन्नु न, जसरी तपाईँले अरूलाई भ्रष्टाचारी भनिराख्नु भएको छ नि पहिला भरे मै बोलेको भिडियोबाट डलर झारेर दाल चामल खाने निकाल्छु मैले हो। ठुलो यस्तै यस्तै कलौटेहरूको त अनुहार को कलौटे भनेको? हजुर, को कलौटे भनेको? अब कलौटे भनेको को हुनु? अब यहाँ को कलौटे भन्ने? अहिले कलौटे भन्ने मान्छेले मुद्दा हाल्ला तपाईँले फेरि विचार गर्नुहोस्। मेरो नाम युवराज सफल हो। कलौटेलाई गएर अन्तर्वार्ता कहाँ लिने हजुरले लिनुहोस्, मलाई मतलब होइन। युवराज सफलको ब्रान्डमाथि धावा बोल्ने कोसिस गर्नु भने यो अहिले चाहिँ नेपालमा युवराज सफल होइन कि अहिले चाहिँ नेपालमा चाहिँ कलौटे ब्रान्डहरूले खाइरहेछन् होला। कलौटेलाई गएर भन्नु न, खाइरहेछन् पनि, खुवाइरहेछन् पनि। त कलौटे हो नि, त्यही त भन्दैछु त, तपाईँ कलौटे हो। ब्रान्ड, कलौटे ब्रान्ड। तपाईँको त्यो मिता होला, त्यो अर्को कलौटे भन्ने मित लाउनु भएको छ होइन। त्यो कहिले बारीको पाटाबाट लडाएको सुन्नु न यहाँ के सुन्ने? नै त्यो कुरा छोडिदिनु। के सुन्ने तपाईँ? नै तपाईँलाई नै तपाईँलाई एउटा कुरा सोध्छु कि मैले पहिला होइन, मेरो जवाब दिनु न। अरूको नामको ब्रान्ड लिएर म कहाँ भाइरल हुन नआउनुहोस्। अब यस्ता पागलहरू त छन्, कुरै सुन्दैनन्। तपाईँ पागल हो नि मान्छे यार। हजुर, अनि कपाल भनेर नक्कली कपाल लिएर हात उतार्दिउँ? नक्कली लगाउँ कि सक्कली लगाउँ? मेरो पैसाले लगाएको कुरा हो। पागल तपाईँ हो यार। कहाँ मुद्दा हाल्न हिँडे मान्छेलाई बाटो छेकेर ल्याएर यहाँ दुनियाँलाई मुद्दा हाल्न किन परेको त नि? यहाँ दबाबमा ल्याएर मलाई अन्तर्वार्ता दियो भने जबरजस्ती। तपाईँले चाहिँ दुनियाँलाई मुद्दा हाल्नु परे चाहिँ किन छ? तपाईँलाई खाएको पत्दैन, भ्रष्टाचार गर्नेलाई मुद्दा हाल्दैन नि त कि तपाईँले हाल्नुपर्ने? मैले तपाईँलाई खाना कसरी पुगिरहेको छ कि यो अर्काका मुद्दाका फाइलहरू समात्दै हिँड्दैमा तपाईँलाई खाना कसरी पुगिरहेको छ? खाना त मैले घरबाट चामल ल्याउँछु, दाल ल्याउँछु, खान्छु। के म केही नभए मान्छे हो त? कि यसो चाहिँ नि कसैको घर घरमा गएर यसो चाहिँ त्यो उसले त्यो ढाक्रेहरू जान्छ नि, त्यसरी ढुकेर खाने? तपाईँ ढुकेर खाएको देखिरहेको थिएँ, बिचरा 6 महिनासम्म ढुकेर खाएर आउनुभयो। ढुकेर होइन, अहिले तपाईँले दाल यति बोलेपछि तपाईँले दाल चामल पकाउँछ ल? यो त पाक्छ, ढुक्क हुनुहोस्। त्यही भएर त मैले पकाउँदैछु अहिले। यो भन्ने त दाल चामल, दाल चामल मासु भातै आउँछ ल, विचार नगर्नुहोस् तपाईँले। नै भन्नु न, तपाईँलाई कसरी आउँछ? तपाईँ कसरी बाँच्नु भएको छ? त्यति तपाईँ कसरी बाँच्नु भएको छ? मान्छे बाँच्न सुरुमा के चाहिन्छ? अक्सिजन चाहिन्छ। मैले त भने सुन्नु, अक्सिजनले बाँचिन्छ मान्छे। अक्सिजन बिना मान्छे बाँच्छ? हस्पिटल अक्सिजन नहुँदाखेरि मान्छे मऱ्यो भने सुन्नुहुन्न तपाईँले? मुखबाट के हाल्नुहुन्छ कि हाल्नुहुन्न? पानी खान्छु म, पानी खाइ तातो पानी खाँदैछु। पानी खाएर बाँच्नुहुन्छ? यो पैसै नकमाउने मान्छेलाई महँगो गिलासमा दिन्छ नि, पानी कसले दिन्छ फेरि? बिना पैसा कति महँगोको गिलास त? बिना पैसाका नाङ्गाहरूलाई चाहिँ यार तपाईँ जस्तो नागा माङ्गाहरूले ठुलो कुरा गर्ने? घरबाट चामल ल्याएर दाल ल्याएर खाने हैसियत भएको मान्छे हो म? को तपाईँ चाहिँ कहाँ ल्याएर खानुहुन्छ यार? तपाईँ जस्तो माएर खान त सकिन्न त, हामी त बरु घरैबाट ल्याएर खाइन्छ। तपाईँ जस्तो फट्याइ गरेर खाने मान्छे तपाईँहरू। तपाईँको त पशुपतिका नाङ्गा बाबा र तपाईँहरू बुङ्गाहरू एउटै। सुन्नु न, तपाईँको स्वर्गमा बास पनि हुँदैन कि? त्यो त तपाईँको स्वर्गमा बास भएको मान्छे को छ? म नर्कमा गएँ, म स्वर्गमा गएँ भने कोही आएको थाहा छ? तपाईँ यहाँ सुन्नु न, तपाईँ कहिले चाहिँ नि रवि विरोधी, कहिले तपाईँको राजा विरोधी भएर होइन। रवि भनेको रवि लामी छाने? को रवि लामी छैन भने? तपाईँले अहिले बिचरा कुन ठाउँमा पुर्याउनु? रवि लामी अहिले कहाँ छ भने? न सांसद न मन्त्री, यता पावरलेस भएका मान्छे कुरा नगर्नु क्या मसँग। पूर्व राष्ट्रपतिलाई तपाईँहरू जस्ता कपुत्रले गर्दा सपुत्रले कपुत्र हो। यता कपुत्रहरूले चाहिँ युट्युबमा बुङ्गा एउटा बुम इतिहासहरूमा एउटा कुकुर बाटा भने कुकुर के छ तेरो भनिदिएको छ। कुकुर त कहाँ हिँड्यो भने बरु त्यो ठिक छ नि त, केही नपाएर घर सुन्नु, बरु त्यो ठिक छ। सुन्नु, केही नपाएर हामीले कुकुरलाई अन्तर्बाट दियो नि पेट पाल्न सक्छ, कमसे कम कसैलाई बिगार्न त गाएन नि त। अनि घर केही नपाएर घरकै बुढी कति राम्रो त भनेको छ। यस्ता बकमफुसीहरूले हामीसँग कुरा गर्यो, त्यो ठिक छ नि त। बरु यस्ता हो तपाईँहरू जस्तो मान्छे केही नपाएर बरु एकचोटि बुढीसँग किस गरेर एकचोटि माया गरेर हरेक कुरा गरेर जे सुकै गरेर भए हामी कमाएर किन आएको किन त्यही त यस्ता बुङ्गाहरू। को बुङ्गा? तपाईँ बढी बोल्दै हुनुहुन्छ है कपिलजी। हजुर, अरू जस्तो म होइन। फेरि दाँत झारेर कौडा खेलिदिन सक्ने हैसियत छ युवराज सफलको, विचार गर्नुहोस् फेरि। तपाईँले कसले त नि
तपाईँको त अहिले एक सिटी मैले हान्यो भने चाहिँ अहिले बाहिरबाट मान्छे आयो भने त्यस बोलाउनु न त कतिजनाले फुलमाला लाउँदो रहेछन् कतिले नमस्कार गर्दो रहेछन् कतिले फोटो खिच्दा रहेछन् अहिले तपाईँको अगाडि म देखाइदिन्छु त्यो कसैले नमस्कार नगर्दा त उता दुनियाँलाई नमस्ते 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 गरेर हिँड्ने मान्छे नेता जस्तो नमस्कार नेता हो युवराज सफल त्यो त जनताको सम्मान तपाईँलाई कसले नमस्ते गरेको थियो र तपाईँले त्यो नमस्ते फर्काउनु अरूले गर्ने होइन मैले गरेँ नि त पहिला ए तपाईँले गर्नुभयो मैले गरेँ भने नमस्कार फर्काउनुको लागि हो र अनि फेरि उनीहरूले त ठोक 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 भन्दै ठिक छ त त्यो त शैली हो आफ्नो शैली हो किनभने हामी भनेको एउटा त्यो माया होला फेरि होइन हामी मर्यादित भएर बस्नुपर्छ जनतालाई नमस्कार गर्नु त मेरो धर्म हो नि नमस्कार गर्नु तपाईँले नि त नमस्कार अनि एकजना चेलीले त पटाइमै दिनुपर्छ पछाडिबाट तपाईँको त कोट तानेर होइन कसैले केही दिएको छैन हावा कुरा कसले एडिट गरेर होला म कुदेको अवश्य हो हजुर तर कसैले चाहिँ कुदेको कि भागेको त्यो त पुलिसले यताउता तानेछ अब बिचरा किन ताने हो यता तान्छ उता तान्छ त्यस्तै गरिरहेछ तपाईँ त भागे होइन त किन भाग्ने ज्यान जोगाउन गाह्रो थियो किन भाग्ने भने किन भाग्ने अनि तपाईँले यो ज्यान जोगाउनै गाह्रो हुने तरिकाले चाहिँ तपाईँ चाहिँ दुनियाँका मुद्दा बोकेर किन हिँड्नुहुन्छ होइन होइन ज्यान जोगाउनु त तपाईँलाई त गाह्रो होला नि त यो राम्रो काम गर्नेहरूलाई खेदो खान्छन् मान्छेले राम्रो काम गर्नु हामीले त ज्यान जोगाउन गाह्रो छैन हामी त यो थाहा छ त्यो 6 महिना हराएको त भनिसक्नु अब फोकटलालका मान्छे पाइएन 6 महिनासम्म तपाईँ फोकट लाल हो क्या त्यस्ता कुरा मसँग नगर्नुहोस् हजुर आउरे भाउरे तोरी लाउरेहरूलाई जम्मा गरेर गरे जस्तो होइन म एउटा बौद्धिक मान्छे हो र एउटा न्यायिक अभियन्ता हो राष्ट्र विरोधी हो तपाईँ तपाईँहरू राष्ट्रघाती हो राष्ट्र तपाईँ विरोधी यस्ता कुरा नगर्नुहोस् तपाईँ सकुशल जान सक्नुहुन्न फेरि भनिदिएको छ मैले फेरि यहाँबाट होत्याएर पर पुर्याइदिन्छु नि फेरि म तपाईँले के सोच्नु भएको छ मलाई ए सोच्नु भएको छ के तपाईँले मलाई भन्नु न पहिला यो ज्यान के तपाईँको त्यो ताइना दुई हातला दुई काम मान्छे ल्याएर बटु ल्याएको म होइन है फेरि मित्र हो बरु यो भिडियो नहाल्नुहोस् तपाईँ नहालेर पनि मेरो माखो भन्ने होला मलाई केही फरक पर्नेवाला छैन युवराज सफल अहिले तपाईँकोमा इन्टरभ्यू दिएर भाइरल हुने अवस्था छैन भाइरल हुने अवस्था छैन मलाई अहिले भाइरल हुनु परेको छैन तपाईँले नहाल्नुहोस् तपाईँको दाल रोटी नआउने हो मलाई फरक पर्छ कि तपाईँलाई बाँच्न मन छ कि छैन नेपालमा तपाईँलाई छ कि छैन बाँच्न अरे हामीले त के नै बिगारेको छौँ हामीले चाहिँ के बिगारेको छ अब कुरा न तपाईँ गइहाल्नुहोस् हातपात नगर्नु तपाईँ गइहाल्नुहोस् हातपात नगर्नु तपाईँ जानुहोस् तपाईँलाई अहिले भर्खरै म निकालिदिन्छु भाइ नै होइन त्यति भन्नु न तपाईँलाई युवराज सफलले पत्रकार नै राम्रो तरिकाले यहाँ सुन्नु न राम्रो तरिकाले युवराज सफलले पत्रकारलाई बाहिर निकाल्यो भनेर अहिले सुनिएको छ किन सुन्नु पर्यो यो समाचार आउला नि फेरि विचार गर्नुहोस् त्यो बाहिर निकाल्दा के भयो त बाहिर निकाल्दा त्यहाँबाट बाटबाटै घर गइन्छ त्यो ठुलो कुरै छैन नि अन्तर्वार्तामा आएका पत्रकार तपाईँको त्यो हैसियत छैन क्या किन छैन किनकि तपाईँलाई बाहिरसम्म निस्क्यो भने त बाहिरै ठोक्छन् अहिले ए नचाहिने हावा कुरा नगर्नुहोस् त्यस्ता हावा तपाईँको अवस्था छैन नि त चुप लाग्नुहोस् अरू कुरा गर्नुहोस् तपाईँ बाहिर म चाहिँ यता फोकटे सुन्छु म चाहिँ यस्तो फोटो ठिक छ कि मैले त्यही त ल फोकटे कुरातिर नजाउँ कि होइन तपाईँ अहिले ल राष्ट्रको यो विषयमा के छ तपाईँको योजना अहिले मात्रै मैले भने मुलुकका पूर्व राष्ट्रपतिका विरुद्धमा उजुरी हालेको छु पूर्व प्रधानमन्त्रीहरू वर्तमान प्रधानमन्त्री केपी ओली शेरबहादुर देउवा प्रचण्ड आराजु म हिउँ भन्ने माइका लालका विरुद्धमा पनि अख्तियार मुद्दा छ 46 सालपछि हालेको थियो युवराज सफलले नहालेर के कपिलले हाल्यो त अनि के कुरा गर्नुहुन्छ तपाईँ अब कुन आधारमा 46 सालपछिका भ्रष्टहरूलाई के गर्न सकिन्छ भन्ने विषयमा अहिले अनुसन्धान गर्दैछु अचेल तपाईँले देख्नु भएको छ म अस्ति 1 हप्ता 10 दिनपछि एउटा मिडियामा अन्तर्वार्ता दिएँ अब अहिले मिडियासँग मेरो खासै सम्पर्क छैन किनभने म आफ्नो काममा छु सम्पर्क छैन कि लिन चाहँदैन होइन बोलाएछन् दिनमा 10-15 वटाले फोन गर्छन् लिएर के गर्नु है उनीहरूकै क्यामेरा जनताले फोड्दैनन् होइन मैले अन्तर्वार्ता दिएपछि दाल भात खान पाउँछन् आनन्दले यति कुरा भन्नुहोस् तपाईँ राष्ट्रको निम्ति चाहिँ गरेकै हो त्यो त तपाईँले मूल्याङ्कन गर्नु न मेरो व्यक्तिगत